हजुर पक्कै पनि यहाँहरूलाई फेरि पनि साहित्यिक अभिवादन अनि नमस्ते टक्र्याउँदै अनुरागी प्रोडक्सन युट्युब च्यानलको यो अर्को श्रृङ्खलामा म स्वागत गर्न चाहन्छु। आजको यो साहित्यको ढोका कविता मार्फत यहाँहरू समक्ष उघार्न चाहे र आजको यो श्रृङ्खलामा म दुईवटा गद्य कविताहरू वाचन गर्छु। लेखन वाचन मेरो आफ्नै पहिलो कविताको शीर्षक छ पागल। म पागल हो, पत्याउँछौ कसैले? कसले चिन्छ मलाई? पुग्छु शब्द मार्फत मनका भावहरू, कसले बुझ्छ मलाई? प्राय एक्लै बस्छु त्यो बन्द कोठामा, अन्धकार सबतिर। बुझ्छु भन्ने धेरै थिए, अहिलेको कता अनि को कतातिर। म पागल हो, पत्याउँछ कसैले? कसले चिन्छ मलाई? पुग्छु शब्द मार्फत मनका भावहरू, कसले बुझ्छ मलाई? कसको सोचाइ कस्तो छ? मेरो ठिक कमसल अनि सस्तो छ। संसारको रीत भन्दा पनि ठिक अझै विपरीत जस्तो छ। बुझाउन सक्दिनँ म मेरा आफ्ना मनका कुरा कसैलाई। सोच्छु कसैको मन दुख्छ कि लाग्छ मनमा छुरा कसैलाई। म पागल हो, पत्याउँछौ कसले चिन्छ मलाई? पुग्छु शब्द मार्फत मनका भावहरू, कसले बुझ्छ मलाई? लाग्छ यो समाजको कुरूप रूप मैले देखेको छु। प्रत्येक जिउँदो मानिसभित्र जिउँदो लास भेटेको छु। नाटक गर्छन् यहाँ कुनै रङ्गमञ्चमा जस्तो सबै। नाटक गर्दा गर्दै श्वास सकिन्छ, जीवन जिउँछन् कवै। मेरो सोचाइ सबैको भन्दा फरक छ यहाँ। एक्लोपनमा खुसी पाउँछु, अन्धकार छ जहाँ। मै भित्र म आफै भरिपूर्ण छु जस्तो लाग्छ मलाई। त्यसैले त पागल भन्छन्, पागल छु जस्तो लाग्छ मलाई। त्यसैले त पागल भन्छन्, पागल छु जस्तो लाग्छ मलाई। म पागल हो, पत्याउँछौ कसले चिन्छ मलाई? पुग्छु शब्द मार्फत, लेख्छु शब्द मार्फत, पुग्छु मनका भावहरू, कसले बुझ्छ मलाई? पक्कै पनि यो पहिलो कविता पागल शीर्षकको कविता यहाँहरू समक्ष वाचन गरेर सुनाए र अब भने म दोस्रो कविता वाचनतर्फ लाग्छु। कविताको शीर्षक ठिक छ। के छ भन्छन्, मुस्कुराउँदै भन्छु सबै ठिकै छ। साँच्चै भन्दा ठिकको ठिक उल्टो बेठिक जस्तो छ। न त जागिर मसँग, न त खुसी, न त पैसा, न त धन दौलत छ। दिनदिनै महसुस गर्छु ढल्दै गएको यो वैश छ। केही ठिक छैन जीवनमा, सब देखावटी छ। खुसी देखावटी, मुस्कान पनि देखावटी छ। भित्र एउटा प्यास छ, अक्सर भित्रै दबिएको छ। झुटो मुस्कान सपना कहिले हो कहिले सकिएको छ। के छ भन्छन्, मुस्कुराउँदै भन्छु सबै ठिकै छ। साँच्चै भन्दा ठिकको ठिक उल्टो बेठिक छ। आजसम्म अरूले भनेकै कुराहरू गरिरहे, यही हो नियति। सधभर आफैलाई भनिरहे, खुसी आफै भित्र। सब भाग्छन् खुसी भेटाउनलाई, रुँदै फोटो खिच्छन् सञ्जालमा दुखी देखाउनलाई। जिन्दगी मेरो यो आजकल चल्दैछ सुस्तै। सबैलाई देखाउन मन छ जस्तो छु म दुरुस्तै। मलाई यो देखावटी संसारबाट छुटकारा पाउनु छ अब। म स्वयं के हो सबैलाई यो संसारलाई देखाउनु छ। के छ भन्छन्, मुस्कुराउँदै भन्छु सबै ठिक छ। साँच्चै भन्दा ठिकको ठिक उल्टो बेठिक छ। न त जागिर मसँग, न त खुसी, न त पैसा, न त धन दौलत छ। दिनदिनै महसुस गर्छु ढल्दै गएको यो वैश छ। पक्कै पनि यो कविता वाचनको श्रृङ्खला यानि कि मन तरङ्गको व्यवसायबाट म आजको श्रृङ्खलाबाट
बिदा हुन चाहन्छु। यदि हजुरहरूसँग पनि कविता छन् र वाचन गराउन चाहनुहुन्छ भने प्लिज कमेन्टमा राख्न सक्नुहुनेछ या त डिस्क्रिप्सनमा हाम्रो यो फेसबुक पेजको लिङ्क छ, यहाँहरूले त्यहाँ टक्क मेसेज गर्न सक्नुहुनेछ। यति भन्दै आजको यो श्रृङ्खलाबाट म खगेन्द्र अनुरागी यहाँहरू समक्षबाट बिदा हुन चाहन्छु। हवस् त, नमस्ते, जय नेपाल, जय नेपाली साहित्य। बाँकी हजुरको समय शुभ रहोस्।